हाई एभ्रिवान गुड मर्निङ। अहिले यो बिहानी चाहिँ हामी यात्रामा छौँ र हाम्रो यात्रा चाहिँ कहाँसम्मको भने लेटाङको घुम्ती चर्चसम्मको यात्रा हो र अहिले चाहिँ हामी जाँदैछौँ। यो तलको बगरको बाटो भएर जानुपर्ने हुन्छ। हाम्रो दिदीहरू र बहिनी चाहिँ तल पुगिसक्नु भएको छ है। अनि आज चाहिँ हामी विशेष व्यक्तिसँग भेट्न जाँदैछौँ। म तपाईँहरूलाई आज सरप्राइज दिनेवालामा छु। अवश्य पनि आजको भिडियो तपाईँहरूले अन्तिमसम्म हेरिदिनुहुनेछ। ल त दिदी बहिनीहरू कतिको एक्साइटेड हुनुहुन्छ आजको यात्रामा? एकदम अब तल गएर थाहा हुन्छ कस्तो हुन्छ भनेर। आज हामी सबैजना सरप्राइज छौँ होइन त? सरप्राइज। यो सरप्राइज चाहिँ भरे मात्र बताउनुपर्छ है हाम्रो साथीहरूलाई। ओके हुन्छ। ल है साथीहरू, हाम्रो चाहिँ बाटो यस्तो छ। यो खोला तर्नु पर्ने हुन्छ। ऊ यहाँ तल साथीहरू जाँदै हुनुहुन्छ। बाटो भनेको चाहिँ यस्तो छ है। अछु अछु खोला तर्नु पर्ने अवस्था यस्तै छ बाटो। के हो? वाउ, ढुङ्गा। अब यसरी जानुपर्छ। झन्डै नर्ने सङ्घर्ष धेरै गर्नुपर्छ। बजारमा जानुलाई चाहिँ यही बाटो सर्टकट हुन्छ नि त। त्यही भएर चाहिँ यही बाटो भएर जानु पर्ने हुन्छ हामी चाहिँ। ल है साथीहरू, यता माथिदेखि चाहिँ पानी निस्किँदैछ होइन। यो चाहिँ के हो हेर्नुहोस् न, माथि डाँडादेखि पानी झर्दैछ। यहाँ तल चाहिँ खोला छ। वाउ, यो पनि चमत्कारै भन्नुपर्छ। बहिनीहरू दिदीहरू चाहिँ खोला तर्नु हुँदैछ यसरी। म पनि यसरी नै जानुपर्ने अवस्थाको छ। ल है, यो चाहिँ यता पारीदेखि यता वारी पुग्ने पुल हो। यो चाहिँ यहाँसम्म पुग्ने पुल हो। निकै लामो छ। ल है, हामी चाहिँ तल बगरदेखि हेर्दै गर्दा चाहिँ यस्तो जग्गाहरू देखिन्छ होइन। तपाईँलाई देखाउने प्रयास गर्दैछु। ओके, अब हामी तल जाँदैछौँ है। अब चाहिँ हामी यो बगरको बिच भागमा छौँ है। त बगरको बिच भाग चाहिँ यस्तो छ। जाँदैछौँ हामी। अझै यात्रा कम्प्लिट भएको छैन। अब मेन रोडमा पुगेर चाहिँ हामी पनि अटो चढ्ने भनेर सल्लाह गर्दैछौँ। अहिले चाहिँ निकै घाम लागेर चाहिँ गर्मी हुन थालेको छ कि, त्यही भएर चाहिँ हिँड्नु पनि धेरै गाह्रो भएको छ। अन्त अघि गरेको मेकअप पनि उड्ला जस्तो भइसक्यो त हो। नो प्रब्लम, चल्छ। हावा चल्दैछ। ल त साथीहरू, अहिले चाहिँ बगरको यस्तो जग्गामा हामी आइपुगिसकेको छौँ। अझै हामी चाहिँ पुगिसकेको छैनौँ, बाँकी छ। दिदीहरू धेरै तल पुगिसक्नु भयो। म चाहिँ भिडियो गर्दै हिँड्दैछु। यस्तो छ यात्राहरू। वाउ, कस्तो राम्रो हावा चलेको। यस्तो हावा चल्दा मलाई एकदमै मजा लाग्छ होइन। यो सुस्त हावामा बेग्लै आनन्द फिल हुन्छ मलाई। वाउ, हेर्न सक्नुहुन्छ यो ठाउँहरू कस्तो लाग्यो त यो ठाउँ तपाईँहरूलाई। मलाई चाहिँ यो ठाउँमा आउँदै गर्दा हिँड्नु चाहिँ अलिक गाह्रो भए तापनि ठाउँले गर्दा होला एकदमै रमाइलो हुन्छ मलाई चाहिँ। हेर्न सक्नुहुन्छ अझै धेरै तल बगर बाटो हिँड्नै पर्नेछ होइन। अब यता माथिको चाहिँ यस्तो छ है। अब यता माथिदेखि हिँडेर आएको हामी चाहिँ। वाउ, यस्तो सुस्त हावामा मस्त तरिकाले हिँड्दैछौँ। नयाँ ठाउँहरू चाहिँ तपाईँहरूलाई देखाउनु पाउँदा एकदमै खुसी लाग्यो मलाई। अझै गन्तव्य पुगेको छैनौँ। गन्तव्य पुग्ने बाँकी छ। तपाईँलाई सरप्राइज दिने बाँकी नै। ल है, हाम्रो ठाउँदेखि चाहिँ यस्तो राम्रो भ्यू देख्छ, हेर्न सक्नुहुन्छ। यसलाई म यतापट्टि तपाईँलाई देखाउनेछु। यो डाँडाको बिचमा चाहिँ बगर छ है, त्यही भएर एकदम राम्रो ठाउँ देख्छ। ल है, हाम्रो दिदीहरू चाहिँ नाच्दै हुनुहुन्छ। बहिनीहरू वाउ, कस्तो राम्रो डान्स छ होइन। दिदी तपाईँ त अर्कै देख्छु त, के पो भयो? होइन, अघिको भन्दा अहिले बेग्लै देखिँदैछ त, के भयो? मेकअप गर्नुभयो क्या हो? ल, हाम्रो दिदी बहिनीहरू अर्कै देखिँदैछ। ल, हाम्रो बहिनी पनि अर्कै देख्दैछु है अहिले चाहिँ फेरि म। ल ओके, यो चाहिँ खोला हो, हेर्नु सक्नुहुन्छ। खासै ठुलो चाहिँ खोला छैन होइन। त्यही भएर चाहिँ हामीलाई त्यस्तो अप्ठ्यारो पनि भएको छैन आज हिँड्नलाई।
अनि तपाईँले म अझै एउटा कुरा देखाइदिउँ। ओ सिमे साग। यदि तपाईँहरूमा सब्जीको कमी छ, सब्जीको दुःख छ भने यो बगरमा आएर तपाईँहरूले सिमे साग चाहिँ 60 रुपियाँ 70 रुपियाँ मुठामा लगेर जानु सक्नुहुन्छ। तर धनीलाई सोधेर मागेर मात्रै लानु होला। बगरको बाटो हिँड्दा पनि एक मजा आउँदो रहेछ। ल है साथीहरू, आजको हाम्रो बगरको यात्रा तपाईँहरूलाई कस्तो लाग्दैछ? मलाई चाहिँ एकदम मजा लाग्दैछ होइन। जे भए पनि अब हिँड्नुलाई त निकै गाह्रै हुन्छ, तरै पनि यो सुस्त हावाले गर्दा होला हिँड्दा पनि एक मजा महसुस आउँछ मलाई। बाटो त यस्तै छ साथीहरू, अब रोटैमा पानी बगिरहेको छ होइन। तपाईँहरूलाई कस्तो लाग्यो ठाउँ? यो चाहिँ लेटाङको फेमस बगर हो। यहाँनिर चाहिँ धेरैजना मान्छेहरू चाहिँ अब पिकनिक खान अनि रमाइलो गर्न आउनुहुन्छ। एकदमै रमाइलो जग्गा छ। यदि चाहनुहुन्छ भने यस ठाउँमा आएर पिकनिक खान सक्नुहुन्छ या तपाईँ फोटो खिच्न सक्नुहुन्छ। ओके, तपाईँहरूलाई कस्तो लाग्यो? ओके, यो चाहिँ गाउँ हो, हेर्न सक्नुहुन्छ। यति मजाले हरियाली कस्तो राम्रो देखिएको। यहाँ चाहिँ अहिले गाउँ रोपेको रहेछ होइन। मेहनत यहाँको देखेर चाहिँ मलाई एकदमै खुसी लागेको छ। यो साइडमा हेर्ने हो भने एकदमै हरियाली छ। फेरि अब चाहिँ हामी लामेटार भन्ने जग्गामा आइपुगिसकेका छौँ, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी खाजा खानेछौँ। ओके, अब चाहिँ हामी खाजा खानेछौँ। दिदी खानुहोस्, खानुहोस् खानुहोस्। वाह, हाम्रो बहिनी पनि खाजा दिनुहुँदैछ। कस्तो हुँदैछ? म खाना गइरहेको छु। ल अब चाहिँ म पनि खानेछु, स्पेसली चाउचाउ। कस्तो राम्रो राम्रो फुलहरू। ओके, फाइनली अहिले चाहिँ हामीले खाजा खाइसकेर अब चाहिँ हामी अटो चढेर जानु लागिसकेका छौँ। अब चाहिँ हाम्रो अटो पनि आइसकेको छ, हामी चढ्नेछौँ। ओके, फाइनली अब चाहिँ हामी पुग्न लागेको छौँ। हेर्न सक्नुहुन्छ यहाँनिर हो हामी पुग्नु पर्ने चाहिँ। ओके, अब चाहिँ हामी पुग्न लाग्यौँ है। अब चाहिँ हामी भित्र जानेछौँ। अहिले चाहिँ हामी गर्ल्स टोइलेटमा छौँ। एकदमै राम्रो टोइलेट पनि, सरसफाइ पनि राम्रो, हेर्न सक्नुहुन्छ। वाउ, यहाँ हेर्न सक्नुहुन्छ गर्ल्सहरूको लागि चाहिँ एकदमै ठुलो ऐना पनि राखिएको रहेछ होइन। अब गर्ल्सहरूलाई त चाहिन्छ नि त। अनि यहाँ मात्रै होइन, यो पर पनि राखिएको छ, साइड साइडमा ऐना पनि राखिएको छ। एकदम व्यवस्थित चाहिँ राम्रो छ यहाँको, मलाई एकदमै मन पर्यो। अब गर्ल्सहरूको लागि के चाहिन्छ भनेर सबै कुरा चाहिँ यहाँ मजाले तयार गरेर राखेको छ। ल है साथीहरू, अब चाहिँ हामी तपाईँलाई अर्कै खालको टोइलेट देखाउँदैछौँ है। यो खालको टोइलेट चाहिँ अब गर्न आउनेले मात्र गर्नु सक्छ होइन, नत्र चाहिँ लर्जरको मान्छेले गर्नु सक्दैन। यसको पनि आइडिया हुन्छ है, कतिचोटि झुकिन्छ अब नत्र चाहिँ यहाँनिर चाहिँ मान्छेहरू थुनिएकै हुन्छ है। ओके, फाइनली अब चाहिँ हामी भित्र छिर्न लागेको छौँ। वेलकम भनेर लेखिसकेको छ, देख्नुभयो होला। ओके, जाउँ। ओके, अब चाहिँ भित्र जाँदैछौँ। जय मसी, जय मसी, जय मसी। हजुर, आजको हाम्रो स्पेसल सरप्राइज त तपाईँले थाहा पाइहाल्नुभयो होला। ओके, तपाईँहरूले मलाई अघि नै भने सरप्राइज भनेर। उहाँ चाहिँ मेरो बेस्ट सङको सिङ्गर हो। उहाँ आज हाम्रो बिचमा हुनुहुन्छ। विषयमा भने पनि धन्यवाद दिन सक्नुहुन्छ। गवाई हो, मेरो जीवनका सबै अधुरा सपनाहरू ख्रिस्टको उपस्थितिले पुरा भएको छ। यो वास्तविकता हो। यो गीतमा मैले तपाईँहरूलाई भन्दैछु है त।
कुरा हाम्रो वर्शिप टिमलाई पनि म दिन चाहन्छु है। परमेश्वरले तपाईँबाट तीनटा कुराहरू चाहनुहुन्छ वर्शिप प्लानिङ गर्दै गर्दाखेरि है। हामीमा के कुराहरू हुनुहुन्छ 3D को कुरा गर्न चाहन्छु। पहिलो नम्बरमा 3D मा तपाईँमा डेडिकेसन हुनुपर्छ, समर्पण हुनुपर्छ प्रभुको आराधना गर्नको लागि। हालेलुया। अनि अर्को नम्बरमा डिटर्मिनेसन हुनुपर्छ भनेको सङ्कल्प हुनुपर्छ हामीमा। अनि अर्को नम्बरमा चाहिँ डिसिप्लिन हुनुपर्छ भनेको अनुशासन हुनुपर्छ। फेरि पछि गरौँ ल। यसमा हामी प्रत्येक मण्डलीको यसमा हाम्रो के छ? माया छ। आमेन 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 आमेन। हुन्छ, धन्यवाद धेरै। ओके, फाइनली अब चाहिँ हामी सङ्गतिबाट बिदा लिइसकेको छौँ। अब चाहिँ हामी खाना खान जानेछौँ। आजको सङ्गति तपाईँहरूलाई कस्तो लाग्यो? अनि आजको सरप्राइज चाहिँ हाम्रो सन्तोष दिवा खाना खानु जाँदैछौँ। खाना खानेछौँ, लागिरहेको छ है। हामी खाना खानु जाँदैछौँ, सबैजना खाना खानु जाँदैछौँ। खाना खाने ठाउँ चाहिँ यता हो। आजको स्पेसली खाना भोक लागिरहेछ। ल है, फाइनली खाना आइसकेको छ। अब चाहिँ हामी खाना खानेछौँ। आमामा हाम्रो बहिनीको खुवाइ चाहिँ यस्तो छ है। ओके, यो अन्त खुवाइ अर्किन्छ है। अर्किनु चाहिँ नपाएँ है। के हो अनि यो यतिजना हेर्छौँ है। हेन्डसम नानीले त देखाउँ। बाबु हेलो गर्नु, हेलो गर्नु त। हेलो। ओके, के खानुभएको? बाबु के खानुभएको? खोइ मलाई नदिनु हुने? ल, यो चाहिँ टोइलेट हो, बोइज टोइलेट, गेस्ट रुम, चर्च हल। अहिले चाहिँ हामी खाना खाइसकेको छौँ। यता अरूले खानु हुँदैछ। ओके, फाइनली आजको यात्रा अनि सङ्गति र हाम्रो सरप्राइज तपाईँलाई कस्तो लाग्यो? म आशा गर्छु आजको यो भिडियो तपाईँलाई मन परेको छ। यदि मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गरिदिनु होला। अब हामी नेक्स्ट ब्लगमा भेट्ने नै छौँ। त्यतिखेरसम्म आफ्नो ख्याल राख्नु होला। टेक केयर, बाई बाई।